ल अब यहाँबाट ठ्याक्कै यो ठाउँबाट लिस्नु स्टार्ट। हाम्रो टोली हिँड्यो, टोली हिँडे बजार हिँड्यो होइन। दुईजना चाहिँ आउँदै हुनुहुन्छ बिस्तारी। अब यो चाहिँ रेलिङै कसले भत्काएछ त? होइन मैले होइन, कालो कुकुर पनि छ यहाँ। कडा मान्छेहरू अघि अघि पुगिसके, अलिक ठिक्कका नकडा यहाँ छौँ, अलिक ल्याङ्टी ल्याङ्क पार्टी तल चाहिँ नारायण ल्याङ्क पार्टी छ नि त। हामी आइपुग्यौँ। ल ल मन्दिरको छेउमा आइपुग्यो। साह्रै राम्रो ठाउँ रहेछ यो त। हेरौँ हेरौँ लाग्नु ल। अझै दामी देखिन्छ अरे। उताबाट साथीले बोलाउँदैछ, म चाहिँ उता लागेँ। यहाँको डाँडो डाँडो यो त। बिस मिनट हिँडेपछि अब त्यहाँबाट त्यो पक्की बाटो सिधो रेलिङ भएको, अब यहाँबाट कच्ची बाटो सुरु हुने रहेछ। अब यो चाहिँ हिँड्न सकिन्छ त? बल हुने रे आँट हुनेले मात्रै आउनु पर्ने रहेछ, नहिँड्नेले त कामै रहेनछ। अब त यो जिउ खाली त हुँदैन हौ। मैले चपेटीमा गएर खोला छिर्न भयो भने जिउ पखाल्नुपर्छ। के भएर जाने? केटाले भने क्या बेलुका, दाइ नजा तल कसले उकासो 15 मिनटमा त कहीँ पुगिँदैन, तिमीलाई 2.5-3 घन्टा लाग्छ भन्दै थियो। मैले भनेको यो होइन, आधी घन्टामा पुगिन्छ भन्दै थियो। कसले पुग्यो आधी घन्टा उचालेर ल्याएछ नि दाइले साला। फसाए केटाहरुले। अब यो तल न माथि हो दाजु अझै अनि 2 घन्टा लाग्छ अरे त। अब यो तल न माथि कता जानु हो? बिचमा आएर अड्केको छ। तल पनि जान सक्ने छैन। खिचन दाइले भने के छ तल जाने? होइन बस्ने कसैको हेर त बन्धु बन्धु हेर त। कसैको बाउको केही खाइदिएको छैन। तल पनि जान नसकिने अवस्थामा आयो। छैन केही, पानी मात्रै छ। भुँडी पनि पानी हलिन्छ। कुद्नु 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 के छ अनि अझै चढ्न सकिन्छ? यो बाटो आएपछि ठ्याक्कै यहाँ बस्ने ठाउँमा आराम गर्दै हाम्रो दाजुहरू, अर्को हाम्रो पहलमान साथी वहाँनिर। पहलमान अरे नेपालको झन्डा यहाँ छ। भ्युटार पनि देखिँदो रहेछ दाजु तल नि। कुन भ्युटार? भ्युटार हेर्न आउने। ए लु वेलफेयर कस्तो लाग्दैछ? टाक्टुडुङ दिस हो दाजु। ए यिनीहरूले फसाएर ल्याएका हुन् त। मुख्य साजिसकर्ता यहाँ हुनुहुन्छ। फसाए फसाए मलाई फसाए। लु भुवाल सरले यहाँ अँध्यारो आयो नि त। हानेन हौ। कोही टोलीहरू हिँडिसके अनि मामा अलिक उठ्नु भएको छैन। दाजु तङ्ग्रिँदै हुनुहुन्छ। भुवाल तङ्ग्रिसके हाले ढोग्रो काँडामा। हामी खाली हिँड्न सकेको छैन, ऊ ढोग्रो बोकेर कुद्दैछ हामी। भातसँग मिसाएर लु अब एक लट टोली बसिवरी फेरि यहाँबाट उँभो लाग्ने कुरा आएको छ। यहाँ चाहिँ ठ्याक्कै यहाँबाट उकालो रहेछ। हाम्रो टोली चाहिँ अब यहाँबाट मुभ भइसक्यो। यहाँ आएर बस्यो नेपालको झन्डा मुनि। अनि यस्तो छ उकालो। आउनु आउनु आउनु। यस्तो छ यहाँ ट्रेकिङको
बाटो यहाँ 6 वर्ष पछाडि अर्को बाटो कालो बाटो उकालो आमामा यो त पुरै रक क्लाइम्बिङ छ त नि यस्तो छ बाटो पुरै ढुङ्गा कोप्चे छाडा छाडो उकालो दुइटा ढुङ्गाको चेकबाट स्वाट्टै बाफ्रे एकछिन ढल्किनु भयो एकछिन रोक्यौँ ठुल्ठुला रुख रहेछन् बुढाडो छ यस्तो यही रुखमा जरामा एकछिन बस्यौँ बाफ्रे बाफ्रे कुन खोलो रहेछ यो रत्तै खोला थियो है रत्तै खोलो त यो सर रत्त खोला दुई पहाडको बिचबाट आएको रहेछ पुरै ठाडो छ त लहरामा समातेर ल ल न उपाय छैन न उपाय छैन अर्को लहरामा समारे परेमा बस्छ तपाईँको त आउँछ भनेको तलै बस्यो तेर्छ त आउन है भर्न फेरि त्यही शिकार होइन झर्ने त्यति साह्रो पर्दैन पर्छ पर्छ दाइ पर्छ माझी अब फेरि झर्ने त्यति साह्रो पर्दैन लौडा मुजी लौडा त अब तिम्रै जाँछु ठुलो ठुलो एउटा भिर छैन यस्तो कटेपछि आयो ए ल आछ त्यसमा त लु यो कटेपछि पल्लो अरे 100% जोतेको हो नि फेरि अनि मम्मीले के भन्दैछ मुजी ए यहाँ बस्नु छैन त्यसमा त फेरि आइयो नि यता पनि छ खै जान चाहिँ गक्को गइछौँ अब बाटो यही हो कि बाटो झुकिसक्यो कि कहाँ हो कि यो घोला गुड्का फ्यालेकोले गर्दाखेरि नि यतै हो जस्तो छ पानीको बोतल पनि मान्छेले ठाउँ ठाउँमा फ्यालिरहेछ नि यसरी फेरि यहाँ आइपुग्यो खोला हेर्ने ठाउँमा अब यहाँबाट चाहिँ मन्दिर आइपुग्यो आमा त्यो सानो मन्दिर यहाँबाट अझै आगे घन्टी सबको बजिसक्यो यहाँ आइपुग्यो यहाँबाट कता प्रवेशद्वार त यता छ त हामी जानुपर्ने यता कि यता ए अघोरी झर्ना अधेरी झर्ना यसको यहाँ चपेटी सक्दिनँ दाइ बस्ने ठाउँ नि रहेछ अब हाम्रो 2 मेगापिक्सलको क्यामेराले बोल्छ